हामीलाई त नदिनु हाम्रो हुँदैन लिनु हुँदैन बेला चाहिँ कहाँ दिन्छु मैले कति खाँदै हेरौँ मोट कहाँ गयो यहाँ कहाँ जानुभएको पैसा दिएर जानु दक्षिणा होइन कता के भएर त मार्केट डाउन थियो योपालि पढ्नु जाउँ न जाउँ पढ्नु जाने किन जाने किन पढ्नु जाउँ हलिडे होमवर्क निकाल ब्यानर्जी आन्टी पान बनाएर खानुभयो आन्टीलाई पनि बहिनी जस्तो देख्छ कहिले आउँदा हेरौँ के हो यति आइसकेको छ अब फोनको मदरबोर्ड अलग्गै आउँछ यसरी म फोन किन्नेछु गाइस सपोर्ट गरिदिनु होला मार्क्स 80 मा 80 100 मा 100 102 लाख होइन अहिले त बोर्डमा यो अझै एक साल स्कुलमा अझै एक साल पढेको भए प्रिन्सिपल हुन्थ्यो 1 2 3 गो ए निलाई ओ निलाई आपालाई मेरो फ्यापुलजी आमालाई मेरो मिता मिता यहाँ अर्को एजेन्ट आयो रिकभरी एजेन्ट आयो मम्मी मलाई चाहिँ 500 को दिनु है किन डाइसमा हाल्ने केमा हाल्ने रे लगाइस अब चाहिँ हाम्रो दसैँ Can you please break your outfit? Yes. Yeah. This shirt is from H&M. Okay. These pants are from H&M. Yeah. And this is from Casio Vintage. Okay. A16W collection. Okay. And this is from Savannah. Okay. And this is from local market. Okay. That's And that golden chain. That's also local market. Local? Okay, guys, this is from Zara and this is also from Zara. This is my मम्मीले किनिदिनु भएको and this is my मम्मीले किनिदिनु भएको. The pocket is empty because अब यहाँ मम्मीले दिनुहुन्छ पैसा अनि म यो पकेटभित्र हाल्छु. 4टा 5वटा पकेट छ बिकज मम्मीले दिएको पैसा एउटा पकेटमा अट्दैन सबै पकेटमा हाल्नुपर्छ नि मम्मी. Yes. डाइस खेल्नु जाने अनि हामी डाइस. जाने हेर्दिनु ओके. रकी. चढ. चढ माथि. चढ साले टिका लाउने ओके गाइस दिस इज रकी यो मेरो फ्यामिलीको सदस्य हो गाइस हाम्रो आमा बाउको प्रपर्टी 3 भागमा डिभाइड हुन्छ एउटा बहिनी म अनि एउटा रकीकोमा हेलो एन्ड वेलकम गाइस टु योन्दन वर्ष अनदर डे अनदर ब्लग नो वन आस्क्स फर आज चाहिँ हामी जाँदैछौँ तर्सिनु भयो हामी ल गाइस रकी चाहिँ तर्सेर मुनि उठ्यो ल ह्याप्पी दसैँ सबैजनालाई हैन हामी चाहिँ जाँदैछौँ मामघर टिका लाउनु अनि यहाँ यी मम्मी यो खाली छ यो भरेर दिने काम तपाईँको लाउनु राख्दै गर न अहिले मलाई दियो भन्दा हैन भरेर दिनु भनेको ए गाडी कुदाउँछ रे गाडी कुदाउँछ रे कुदाउँछ होला यसले ब्रेकडाउन गरेर ओ यहाँ सपिङ गराइदिएको दामी जुत्ता किनिदिनु अहिले चाहिँ किन लानु हुँदैन अरे अब त आफू जाने भोलि ठिक छ अब ला गाडी जाँदैन के त This is our mom घर कोही त गुवा बिचमा मेरो लभली माम माम ए मेरो बटुवा भरेर दिनु ल भरेर दिनु भरेर ल मजाले हालिकन दिनु को जस्तो देख्यो अरे माम ढाका टोपी लगाएपछि डल्ला नि त्यस्तै देख्छ हौ अलग्गै हुन्छ आपा हो हाम्रो
अनि आलिमा डर एकदम नानीहरूको निधार पक्रिन्छ यति ब्रेक गर्छु नि के भएर त मार्केट डाउन थियो अलि यो सालको अलिक प्राइजहरू अलिक जिएसटी घटेकोले गर्दाखेरि होला सबमा जिएसटी घटेको छ ठिकै छ आउने साल अब अलिक प्रफिट राम्रो हुन्छ कि यो साल चाहिँ अलिकति मार्केट डाउन छ अर्को साल चाहिँ एक्स्ट्रा पनि लिएर जान्छु कि दुईपट्टि भयो भने त अलिक बेसी हुन्छ होला नि त लस र गाइस टिका पनि अब आँखेले टिका चाहिँ ल्याइदिनु भएन कोकोमेन्डो ल्याइदिनु भयो दा राम्ररी देख्दैछ हेर्नु ठिकै छ एङ्गल ठिक छ ठिकै छ के हो यो चाहिँ नयाँ फोन किनेको फोनै बराबरै हो के हो यो? आइपुगेछ हो यहाँ बक्स छ दामी दिएको छ त नि कुन चाहिँ फोनको बक्स यस्तो चाहिँ रोटी हालेर लिएर जानुपर्छ जस्तो छ लन्चको लागि लन्च बक्स फोनै हो आइफोन भन्नु कहिले आउँदै हेरौँ के हो बास यति आइसकेको छ अब फोनको मदरबोर्ड अलग्गै आउँछ यसरी म फोन किन्नेछु गाइस सपोर्ट गरिदिनु होला यहाँ न ए खत्तम भएछ त फोन यहाँ त भाइ 7.5 रिचल स्केलमा चाहिँ यहाँ भुइँचालोले चाहिँ तबाई मचाइदिन्छ अब यो चाहिँ टक्कै यस्तो भएपछि ब्याकग्लास खोइ नयाँ देखिएन नि नयाँ हो नि अनि भइहाल्यो त एआई हो लगाइस अब यहाँ पनि हामीले टिका लगाएर चाहिँ अब 4-5 घर चाहिँ जानु छ त टिका रिकभरी एजेन्ट हो हामी त आज निकै कलेक्सन छ होइन भर्खर यहाँ 3 घरबाट त हामीले रिकभरी गरेको छु कति क्यासहरू निकै उयो भएको छ हामी भरे इडीलाई खबर गर्नेछौँ होइन अब उता गएर रिकभरी कति हुन्छ हेरौँ अब अरूतिर जानु छ स्टे ट्युन गाइस म लास्टमा कलेक्सन कति भयो भन्छु नि यहाँ अर्को एजेन्ट आयो रिकभरी एजेन्ट आयो अहिले अब चाहिँ हिँड्दै चाहिँ मुसा हाम्रोमा मलाई ल्याउनु न एउटा मुसा कस्तो मुसा ल्याउँछु त हेर न दाको जब पनि छ योपालि लु है No. के भन्नु छ तँलाई तेरो यो दिनको टार्गेट पुरा हुँदैछ लसमा जाँदैछ अरे टार्गेट पुगेको छैन एनिथिङ वान चाहिँ No. तेरो जुङ आएर कसरी मिल्छ एआई जस्तो देख्दैछ तँ एआई उलाइदिन्छु हेलो यस्तो हात यस्तो बाई गर हेलो गाइज भने हेलो गाइज दामी गाइज दामी कसले गर्दा झऱ्यो यस्तो देखौ उसले गर्दा उसले अब तिमी भन कसले गर्दा झऱ्यो उसले गर्दा भन यस्तो भन उसले गर्दा देऊ ला दिएन बहिनी कुटा इखाउ ला कसरी छुयो इकाउ रुवा बहिनी अनि मात्रै रुवा दामी फाइट हुन्छ है गाइस अब तपाईँले यहाँ लाइभ टेलिकास्ट हेर्नु सक्नुहुन्छ अब यहाँ दुईजना नानीको फ्रेन्ड दामी आम्बो कडा भाइ कडा कसम अब तिम्रो पाली बहिनी जाऊ गिलास टाउकोमा हिँडाइदेऊ दामी गाइस अहिले तपाईँले यहाँ देख्नुभयो लाइभ टेलिकास्टमा तपाईँलाई देखाउँदैछु होइन दुईजना बहिनी र दाजु बहिनीको बिचमा झगडा अब यहाँ चाहिँ म तपाईँलाई लाइभ देखाउँछु अझै अब अर्को ठुलो अब म दाजु र यो बहिनीको बिचमा हुन आँटेको छ यो बहिनीको बिचमा त्यो भाइले कसरी हिँडायो भने यस्तो गऱ्यो होइन यसरी मजा आयो गो तर लास्टमा बहिनीले जित्यो नि भाइ
त्यो खानेकुरा त डल्लै उसले लग्यो उसले जित्यो नि अब उसले जित्यो रुवा 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 दामी 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 रुवा 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 अलिकति रुवा दामी 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 ड्रामा हुन्छ फ्ल्यास अनै छ मम्मी तपाईँको राइट न अब हामी गएको यहाँबाट अब घरमा टिका बल्छ मलाई पनि लगाइदिनु पैसा चाहिँ मेरो एकाउन्टमा होस् कति खाँदै हेरौँ मोट कहाँ गयो यहाँ कहाँ जानुभएको पैसा दिएर जानु दक्षिणा होइन कता दगाई दक्षिणा अब अरे यार केटीहरू कस्तो उडे गर्नु जस्तो देख्दैछ मेरैबाट होला खोल्यो ए 50 को मात्रै छैन 50 को नयाँ नयाँ दामी दामी मेरो त्यो नि मेरो त्यहाँ बस त्यहाँ मम्मी पक्रिनु मम्मीले अलग्गै दिने होइन अझै अहिले टिका कसले लायो त्यसले फेरि लगाइदिनु न त अब ढोक मजाले तिमी गर्नु न भिडियो हेलो मान्छेले चाहिँ खुट्टामा ढोक्नु पर्दैन गाइसको भेट भयो सिजिपिए 6.98 अझै बेसी आयो मेरो यो कति छ 6.98 होइन 6.9 6.98 6.76 ढाँट त के जान्छ तिमीले कसले चेक गर्छौ मेरो त्यो लगाइस यहाँ चाहिँ अब टिका हुन्छ टिका लगाएर फर्किन्छु नोकरी लागोस् दुख बिमार नहोस् बस त्यति नै हो होइन पर्दैन नोकरी चाहिँ छिट्टै पाइहालोस् लु रितु ढोक्का गेस्टहरू छ यहाँ 6.78 सिजिपिए 0.35 ब्याग 30 ब्याग ए भर्खर आउनु भएको छ हाम्रो हाम्रो आइपिएस सर आइपुग्नु भएको छ भर्खर बिजी हुनुहुन्थ्यो 3 दिन बाद आउनु हुँदैछ ठिक छ यहाँ चाहिँ एकछिन यहाँ चाहिँ एउटा चिज त हजुर गरिदिन्छु पर्खि यहाँ एकछिन बस्ला पर्खिरहेको छ यो खेन्छ लगा बाहिरबाट कडा देख्छ भाइ छिटो लगा दीपक लामा रेडी हुँदैछ दीपक लामा दीपक के भयो दीपक तामाङ दीपक गुरु दीपक योन्जन लु छिटो लगा त कडा देख्छस् ओ निलै निलै कोही कसै लाग्छ यो अरे यहीँ लगा छिटो तपाईँको ग्रान्ड एन्ट्रेन्स एकैछिन ग्रान्ड एन्ट्रेन्स गर्नुहोस् दीपक 1 2 3 गो ए निलाई आप्पालाई मेरो फ्यापुलजी आमालाई मेरो आज मम्मीलाई देखो मम्मीलाई मम्मी खोइ कहाँ थियो यहाँ हेर्नु न हामीले दीपकलाई क्या बनाइदियो मम्मी यहाँ हेर्नु न छिटो आइज ए निलाई दीपक लामा हो दीपक तामाङ लगाइ यहाँ चाहिँ हाम्रो खाना पक्दैछ दिस इज चिकन एन्ड दिस इज यहाँ के छ खसीको मासु अनि यहाँ चाहिँ भैँसीको मासु
ल ठिक छ गाइस, अब हाम्रो टक्क टिका सिका लगाएर चाहिँ हल्का रेला गर्ने मजा गरी एन्ड देन त्यही गर्ने चाहिँ गर्नुपर्छ। ओके दाइ दिपक सिकिराखेँ युडेनले ओके भने नि चाहिँ गर्नुपर्छ। दिपकलाई चाहिँ राम्रो हुँदै गर्नु। हामी गइरहेको छ प्रायः चलिरहन्छ दिपकको त। हिजै भइहाल्यो। कपाल अलिकति साइड गर, पढाइ राम्रो गर्नु, नोकरी पाओस्। ल क्यान्टिनमा बस्छु भन्छ, एकैछिन ल। जब मेरे लिए नै बनाए अरे बिजनेस गरूँगा भन्छ। दिपकलाई त 50 हुन्छ हौ। झन् छोरा हो मेरो, सानैदेखिको चिनेको देखेको भेटेको यहीँ पालेको। तिमीहरू के अरे खाइहाल्ने खाना कि खानुपर्छ। ओइ तैँले ढोकिस्? ढोके दियो भने त बोतल सबै सकिन्छ नि त। अब चाहिँ सक्ने बेलाको बोतल दिनु पर्यो नि, अवस्था गर्नु बोतलै खायो भन्नुपर्छ। अहिले खानु खाने दादाले गएर दसैँ बचाउँछ भन्छ चिल्लो। मम्मीलाई त कस्तो कालो देखेको। कालो भएको छु नि त मम्मा। बजीमा हाल्नु न कुकुरलाई पनि कहाँ लगाइदिउँ हौ टिकिया? ल यहीँ लगाइदिउँ यो कालो माथि नै। मार्क्स 80 मा 80, 100 मा 100। 102 लाख होइन अहिले त बोर्डमा। यो अझै एक साल स्कुलमा अझै एक साल पढेको भए प्रिन्सिपल हुन्थ्यो। स्टार नि एक्सिडेन्ट ब्ल्याक स्टार तेरो चाहिँ। मैले त ब्ल्याक स्टार दामी दामी। सर कम्प्युटर पनि हो त म यसरी चलाउँछु यार। ऐसे ओ आर्मी का बेटा है ना, आर्मी का बेटा है ना। One, two, three, go. I have a laser, I don't have a gun. उठो गरे बस। जैन सर आयुष तामाङ रिपोर्टिङ सर। तिम्रो नाम के? तिम्रो नाम के भन? रिपोर्टिङ सर। रिपोर्टिङ सर। अरे रिपोर्टिङ सर त भन। Attention position. एटेन्सन। Be attention position. Salute. Now, डिस्पर्स होता है। left, right, left, right, left, left, right, left. ए ऊ अब रुँदैछ बोला। अब तिमी सानो भएर एपाई खाने? तिमी सानो भएर अब एपाई खाने? खाउने तिमीलाई यो चाहियो? आग में घी का काम कर रहे हैं कैटलिस्ट। हिकाउ हिकाउ हिकाउ। यस्तो घाँटीतिर खानु लाग्दैन भाइ, टाउकोमै खाउनु। Why not? It's very tasty. नहीं पिएगा? नहीं क्यों नहीं खाओगे? अघि नै खाया था। ओके ओके अरे अघि नै खायो। खाने थिएन नि। You तर you उ want to ठुलो drink? भएर उसले दुलाई खायो। No, I not want to drink only. Why don't you want to drink? दुलाई भाइले दुलाई खायो। दूल्हा खाएंगे बड़ा बेचारा। सानो हो तिमीलाई त सानो भने हेपे यार। तिमीले त पुग्यो नि म कतैले हिकाउँदै नि टाउकोमा। ला अब तिमी केही नगर्ने? आम्मा आम्मा दामी दामी। बन्दुक दिएला दुईजनालाई। दामी दामी दामी। दिएल दिएल दिएल। दामी दामी दामी। इ लौ भयो 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 दुईजना जित उ ला ओइ भयो ठुलो भयो। भयो भयो। अरे अहिले मम्मी हुन्छ नि त, मम्मी नभएको बेला गर्नु नि आरामले। दुख्यो?
अब भाइ रुन्छ भाइ अब रुन्छ तर मानव ने रोने का पोजीशन में आ गया हाँ मानव रोने का पोजीशन में कौन आप पूछ रहा था कौन है मानव सॉरी आरब कोही बात नहीं यू आर ब्रेव यू आर वेरी ब्रेव कस्तो लाग्यो त म्याच जितेर कस्तो लाग्यो मजा आयो ब्रेव ब्रेव चाइल्ड नहीं खाऊंगा नहीं यू आर अ ब्रेव चाइल्ड यू डू नॉट क्राई पढ्नु जाऊँ ल अघि नै खायो पढ्नु जाऊँ ल जाउँ पढ्नु जाउँ मजा हारेर कस्तो लाग्यो फाइट पढ्नु जाने किन जाने किन पढ्नु जाउँ हलिडे होमवर्क निकाल घमासान युथ गराइदियो हाम्रो दीपक मेन म्यानिपुलेटर युएसए हो यो डोनाल्ड ट्रम्प गरिब देशलाई लडाउँछ यहाँ हाम्रो ल्याब टेक्निसियन बाई बाई भन बाई ओके गाइस ब्याक घरमा पुस्दैछु म घरमा टाइम बस्छु हाई सिस्टर छोरीलाई कतापट्टि ठुलो छोरीलाई नातिनीलाई आउँदैछ फेरि हो ब्याङ्कको मान्छे हो नयाँ वर्ष ल ज्वाइँलाई पत्ता चाहिँ खतम हुने भए खै हाम्रो खोजेको लु कुकुलीलाई लु खा कान्छी मोमो खान्छ अब गएर मोमो मोमो आयुष जस्तो ड्राइस खेल्नु ल अरे मान्नु यसो अरे हामीलाई त नदिनु हाम्रो हुँदैन दिनु हुँदैन भेला चाहिँ कहाँ दिन्छु मैले बाबा बुढा यता ल हुन्छ छिबेन हुँदैन अब छैन राख्नुपर्छ भाबा राख्नु अरे ठ्याक 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 निकाल्दै दिनु हो किरेङ उसले त पत्ता चाहिँ फ्याँक्छ कि पैसा बोको पार्छ नि मेरो बाङ्को छ भान्जीलाई ल घरमा आखेले दिनु भएको पर्दैन दिनु न फुलसँग हौ दिनु हो त पत्ता अब के हो कसो हो खोइ दिदी त चाहिँ फ्याँक्छ पर्दैन ल ल ल ल खोइ आन्टी खोइ होइन हामीलाई हुँदैन हो पर्दैन मलाई यसो यो यो त एउटा भेटघाट हो यो त खानु यसो होइन एउटा उयो पो त थाहा छ त हुँदैन नि त अनि यो उयो आएको चाहिँ घरमा फुल चाहिँ लाग्यो फुल चाहिँ नदियो होइन एक्चुअली हुँदैन हो हुँदैन थाप्नै हुँदैन बस्नु न मलाई राख्नु दिनु भएको भइहाल्छ त त्यसले निकाले त्यसले कोको खोइ दिदी पर्सिलाई बोलेर आउँछु हेरौँ खोइ त हेर्नु त कस्तो यङ देख्दैछ तपाईँलाई मेरो साथीहरू जस्तै देख्छ स्टेटको छ ए आन्टी आन्टीलाई बहिनी जस्तो देख्दैछ ओके ओके भिडियो बनाउँछ है अब हेलो गाइज यो जस्तो पो छ हेर्नु त्यो उतार्नु पर्छ हौ आन्टीले हाम्रो आन्टीले जस्तो त्यो बङ्गाली जस्तो बोक्नु थालेछ पानको डब्बा खोइ पान पान चाहिँ उता पानको डब्बा बोक्नु थाल्नु भएको छ हाम्रो आन्टीले खाने मान्छे त हुनुहुन्छ रिता दास हाम्रो बेनर्जी आन्टी पान बनाएर खानुभयो उयोको त फाल्नु हौ त्यो साइडको
ओके गाइस ह्याप्पी दसैँ दिदीको बहिनी भएको ओके गाइस